कहिले बाटो भएन भन्नुहुन्छ, कहिले लोकेसन भएन भन्नुहुन्छ, कहिले मोडा भएन भन्नुहुन्छ। यो चाहिँ सबै कुरा भएको। बाटो नि एकदम राम्रो भएको, मोडा पनि पूर्व दक्षिण मोडा, बिहानदेखि बेलुकासम्मै घाम लाग्छ। अनि लोकेसन नि एकदम पर्फेक्ट, साईबाबा जस्तो प्राइम लोकेसनमा। आउनुहोस् न त भित्र हेर्नु कस्तो छ। पार्किङ पनि ठुलो छ, स्पेसियस, 2-4वटा बाइक मजाले अट्छ। उताबाट रेन्टलको लागि छुट्टै गेट पनि रहेको छ। अनि यता 1 BHK चाहिँ हजुरले रेन्टलमा दिनु भएर माथिको 3 BHK चाहिँ हजुरले आफ्नो पर्सनल स्पेसको लागि युज गर्नु सक्नुहुन्छ। यहाँनिर मोडुलर किचनहरू बनिँदो रहेछ, टाइल्सहरू पनि सबै लागिसक्यो, अब कलरिङहरू पनि हुँदैछ। अबको 1 महिनामा यो कम्प्लिटली रेडी हुन्छ। यो घरलाई मिस नगर्नु होला। अहिलेको एकदमै हट प्रपर्टी, एकदम हट प्रपर्टी। रुमहरू पनि एकदम ठुलो छ, देखाइदिनुहोस् त। यहाँनिर अट्याच बाथरुम पनि छ। रुमहरू पनि एकदम राम्रो, 12x14 को रुमहरू। यहाँनिर अर्को रुम, एभ्री रुममा अट्याच बाथरुम छ, देखाइदिनुहोस् त। अनि यता पनि भयो। अनि यहाँ पनि एउटा मिनी बाल्कनी, अट्याच वासरुम। 3 BHK चाहिँ हजुरले आफ्नो पर्सनल स्पेसको लागि युज गर्नु सक्नुहुन्छ। हामी हजुरलाई पार्केटिङदेखि सबै कुरो प्रोभाइड गर्छौँ। पार्केटिङ, टिभी क्याबिनेट, एभ्रिथिङ। के चाहियो हजुरलाई, हजुरले आफ्नो तरिकाले यसलाई कस्टमाइज पनि गर्नु सक्नुहुन्छ इन्टरनल डिजाइनिङमा। यहाँनिर किचन हेर्नुहोस् न, कति राम्रो, ठुलो, फराकिलो। के गर्नुहुन्छ, यहाँनिर लिभिङ स्पेस सहित बनाउनुहुन्छ कि यहाँनिर किचन बनाएर यहाँनिर डाइनिङ स्पेस बनाउनुहुन्छ कि के गर्नुहुन्छ, हरेक कुरा भएको। यहाँनिर हाम्रो मोडुलर किचन आउँछ। हजुरको एभ्रिथिङ, हजुरले सोच्नु भएको सबै कुरा चाहिँ हामी हजुरलाई प्रोभाइड गर्छौँ। अझै पनि कस्टमाइजेसनको लागि धेरै कुरा छ। यहाँनिर हजुरले आफ्नो तरिकाले गर्नु सक्नुहुन्छ। अबको 1 महिनामा यो कम्प्लिटली रेडी हुन्छ। अहिले नै हजुरले बुक गर्नु भयो भने आफ्नो तरिकाले, आफ्नो हिसाबले हजुरले डिजाइनिङ पनि दिनु सक्नुहुन्छ। अब घर त हेरि नै सक्नुभयो हजुरले, सुर्खी डिजाइनमा बनेको एकदम राम्रो घर। अब यसको प्राइस पनि जान्नु खोज्नु भएको होला। यसको प्राइस रहेको छ जम्मा 3,25,00,000 र यसको क्षेत्रफल रहेको छ 3.5 आना। यस्तो राम्रो प्रपर्टी मिस नगर्नुहोस् है।